मेरो नाम चाहिँ शिशिर हुमागाई। मैले चाहिँ अहिले अक्सलमा ब्याचलर इन फिजिक्स फर्स्ट इयरको अध्ययन गरिरहेको छु। जुन यो सोभियत निर्वाचन हुन्छ नि, यो विद्यार्थीको हक हितको लागि, विद्यार्थीको आवाज सानो भएको हुन्छ नि, त्यसलाई ठुलो पार्नको लागि हुन्छ के। त्यसैले हामीहरूले चाहिँ छ नि पार्टी सङ्गठन भन्दा पनि जो मान्छे क्यापेबल हुन्छ, जसले छ नि विद्यार्थीको आवाज चाहिँ ठुलो पारेर हुन्छ नि माथिसम्म पुर्याउन सक्छ, जसले राम्रो काम गर्न सक्छ, उनीहरूलाई नै जिताउने हो कि। नट कि ऊ एउटा यो सङ्गठनबाट पर्छ भन्दैमा उसलाई हाल्ने या पर्दैन भन्दैमा उसले हाल्ने भन्ने चाहिँ हुँदैन। जसले राम्रो काम गर्न सक्छ, जो क्षमतावान हुन्छ, जसले विद्यार्थीको हक हितको लागि राम्ररी आवाज उठाउन सक्छ, उसलाई नै जिताउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता रहेको छ। म चाहिँ अहिलेको जेनेरेसनले चाहिँ विद्यार्थी राजनीतिलाई चाहिँ अलिकति घृणा गरेको देख्न सकिन्छ होइन, तर म चाहिँ त्यस्तो गर्नुपर्छ भन्ने चाहिँ मान्यतामा राख्दैन के। यदि राम्रो मान्छेलाई छान्न सकियो भने, उसले हामीहरूको आवाज उठाउन सक्ने मान्छेलाई छान्न सकियो भने उसले त डेफिनेटली त काम गर्छ नि त, चाहे त्यो जुनसुकै सङ्गठनबाट हो। काम गर्ने मान्छेहरूलाई गर्ने हो कि, न कि त्यो मान्छे कुन पार्टीबाट पर्छ, न कुन पन्थबाट पर्छ, कुन सङ्गठनबाट पर्छ भन्नुभन्दा पनि जहाँबाट परे पनि काम गर्ने मान्छे क्षमतावान व्यक्तिहरूलाई नै जिताउनुपर्छ। अनि बल्ल विद्यार्थीहरूको आवाजहरू माथि पुग्दै जान्छ, अनि बल्ल विद्यार्थीहरू यो सोभियत निर्वाचनमा अलिकति आकर्षित हुन्छ भन्ने चाहिँ मलाई लाग्दछ।